लगभग 1 वर्ष भयो होला सायद हामीले पार्वती भनेर एउटा पोस्टर रिलिज गरेको थियौँ जसमा लामो कपाल छ हैन चिटिक्क परेको निता क्यारेक्टरै देखिया छ त्यो धेरै अगाडिको हो र पछि हामीले स्क्रिप्ट बिल्डअप गर्दै गएपछि स्टोरी बिल्डअप गर्दै गइसके पछाडि हामीले यो अनुसारको गेटअप यो अनुसारको हाउभाउ राखौँ भन्ने हिसाबले त्यसरी डेभलप भएको ओके हरिहरजीलाई सोध्न चाहन्छु एन्सर आइसक्यो उताबाट त्यही होइन श्रीमती भनेपछि जस्तै कि जहिले पनि आमा श्रीमती दिदीबहिनी देवी समान नै हुन्छन् उहाँहरूको इच्छा चाहना हामीले सकेर नसकेर दुःख गरेर जसरी भए पनि पुरा गर्नुपर्ने हुन्छ अब इच्छा कत्रो छ कस्तो छ आफ्नो क्षमताले भ्याउँछ कि भ्याउँदैन भन्ने कुरा पनि हो तर आफ्नो क्षमताले भ्याउने चिज आफूले गर्न सक्ने चिज चाहिँ देवीहरूको लागि आमा दिदीबहिनीहरूको लागि गरिदिनुपर्छ अझ त यो फिल्म झन् दिदीबहिनीहरूको लागि नै बनेको छ होइन दिदी भाइको सम्बन्धको लागि बनेको छ त्यो कारणले गर्दाखेरि मैले मेरो श्रीमतीलाई देवीको रूपमा नै लिन्छु सबैलाई देवीको रूपमा लिन्छु आमा दिदीबहिनीलाई श्रीमतीलाई अर्को कुरा चाहिँ नि अब कामको कुरा गर्ने हो भने त भन्नै परेन अब सानोदेखि नै अब एक्टिङको चाहिँ के कुरा गरौँ मैले उसको अगाडि एक्टिङको कुरा गर्न मिल्दैन किन भन्दाखेरि उसँग एक्टिङ कला त्यो अभिनय गर्न सक्ने क्षमता चाहिँ नि गर्भपातले बोकेर आएको जन्मजात नै लिएर आएको हो उसले 1 सेकेन्डमा चाहिँ नि जस्तो पनि अभिनय गर्न सक्ने क्षमता छ त्यो कारणले गर्दाखेरि त्यसमा म बोलिनँ कि पनि इभन हाम्रो सुटिङ हुँदाखेरि चाहिँ नि सुटिङको ड्युरेसनमा यो एउटा रमाइलो छ म चाहिँ एकदमै बिजी हुन्थेँ कहिले कता भइरहेको हुन्थेँ त्यो गाउँ थियो एउटा त्यो गाउँमा सुटिङ गर्दाखेरि चाहिँ नि मान्छेहरूले मलाई के भनेर चिन्थ्यो भन्दाखेरि यो पार्वतीको बुढा हो भनेर चिन्थ्यो यो शब्द चाहिँ प्रयोग नगरौँ त्यो गाउँले प्रयोग गरेको शब्द अलिकति अर्कै शब्द थियो होइन यो त्यसको बुढा हो भनेर भन्थ्यो निता ढुङ्गानाको बुढा हो भनेर भन्दैन थिएँ यो त्यो क्यारेक्टरलाई एउटा नाम दिन्थ्यो गाउँको धर्म समाजमा भन्ने चिज चाहिँ यो क्यारेक्टरको बुढा हो भनेर भन्थ्यो त्यसरी त्यो समेत भइसक्यो थियो इभन त्यो गाउँमा पनि उसले पर्फर्म गर्दाखेरिको पार्वती र पछि एज अ मेकअप हटाएर क्लिन भएर आइसके पछाडि मान्छेले चिन्दैन त्यो पार्वती नै होला त्यही नै आएर गरिराख्यो होली भन्ने खालको थियो त्यो सुटिङ हेर्दाखेरि नै मान्छेहरूलाई फिल भएको थियो त्यो गाउँमा त्यो कारणले गर्दा त्यो गाउँसँगको कनेक्सन पनि राम्रो छ र कला एक्टिङको कुरा मैले धेरै सिकेको छु सिक्ने मौका पाइरहेको छु अब कुनै दिन फिल्म गऱ्यो भने पहिलाभन्दा बेटर गरौँला सिकिरहेको छु धेरै कुरा अभिनय सिकिरहेको छु होइन त्यो कारणले गर्दाखेरि अभिनयको लागि मैले गर्नै परेन भन्नै परेन तपाईँहरूलाई थाहा छँदैछ निताजीले आफ्नो बचपना भन्नाले चाइल्डिस नेचर त्यो सामान्य दुईजना हामी बच्चा म चाहिँ मैले एउटा क्वेसन सोध्न चाहेँ हरिहर सर तपाईँ एकदम हिरोको इन्ट्रीमा आउनु भएको थियो फिल्ममा तपाईँको आफ्नै ब्यानरबाट हिरो बन्न मन लागेन फेरि कतै पनि छिर्न मन लागेन होइन किन भन्दाखेरि यो चाहिँ नि प्रपर मेकर भएरै काम गरौँ सबै चिजहरू बुझौँ इन्टरनल्ली भन्ने भयो धेरैवटा ठाउँ थियो उहाँहरूले भन्नुभएको थियो यहाँनिर एकछिन अब इच्छा भएको मान्छे हो म त्यही भएर एउटा गरौँ भनेर तर मैले आफू स्क्रिनमा नआउने नै निर्णय गरेँ किन भन्दाखेरि त्यो मैले आफूलाई सुइटेबल पाइनँ पार्वतीको लागि म बनेको होइन जस्तो लाग्यो फिल्मको लागि त्यो कारणले गर्दाखेरि म पार्वती चाहिँ बनाउनमा चाहिँ बरु जे लाग्छ होइन किनकि म पनि स्क्रिनमा देखेँ भने भोलि केही कमी कमजोरी होलान् अथवा टेक केयर गर्ने मान्छेको भनेर शङ्कर दाइ र म चाहिँ नि एकदमै दिन रात यो चिजको लागि के चाहिन्छ कस्तो ठाउँ चाहिन्छ के चाहिन्छ भनेर प्रपर मेकरको हिसाबले मात्रै काम गरेँ त्यो चाहिँ काम गरेको छैन हजुर जुन पार्वती स्क्रिनमा देखिरहेको पार्वती पार्वती एउटा महिलाको पीडा मात्र होइन भोलि चलचित्र हेरिसके पछाडि त्यहाँ तपाईँले बुवाको पीडा देख्नुहुन्छ त्यहाँ तपाईँले भाइको पीडा देख्नुहुन्छ त्यहाँ तपाईँले दाइको पीडा देख्नुहुन्छ होइन अहिले त एउटा देखाउने माध्यम भनेको पार्वती लिड रोलमा चाहिँ आर्टिस्टिक छ अब आर्टिस्टिक पार्वतीको कुरा गर्नुहुन्छ भने त मलाई लाग्छ कसैले पनि त्यो चिज फिलै गर्नुहुन्न फिल गर्नै सक्नुहुन्न के किनभने कति गाह्रो हुन्छ कति पीडा हुन्छ कुन सिचुएसनबाट गुज्रेको हुन्छ त्यो पार्वती त्यो अलग हो अरू महिलाले दुःख पाउनु र पार्वती जस्तो क्यारेक्टरले दुःख पाउनुमा धेरै फरक छ
होइन, त्यो हामी वर्णन गरेर साध्य नै छैन। त्यो कारणले गर्दाखेरि चलचित्रमा सबै समावेश छन्, सबैको दुःख पोखिया छ होइन, सबैको आफ्नै सिचुएसन छ, आफ्नै प्रब्लम छ। विशेष गरी महिलालाई मात्र यसमा जोड दिएको छैन। सायद महिला मात्र हुन्थ्यो भने साइडमा पार्वती मात्र हुन्थिन् भने साइडमा किरण भन्ने पात्र नै जन्मिँदैन थियो होला। महिलाको मात्र सिम्पेथी हामीले निकाल्न खोजेको भए। यो एउटा चलचित्र पार्वती चाहिँ इन्टरनेसनल सब्जेक्ट हो होइन। यो चलचित्र ल्याङ्ग्वेज नबुझे पनि नेपालीमा तपाईँले ल्याङ्ग्वेज अफ गरेर हेर्नु भए पनि यो चलचित्र सरल बुझ्छ। इन्टरनेसनली भाषै नजान्नेले पनि बुझ्ने चलचित्र छ, किनकि यो सब्जेक्ट इन्टरनेसनल सब्जेक्ट हो। अझै हाम्रो नेपालमा त बाहिर त केयर पाउँछ, सबै चिज हुन्छ, राम्रो हुन्छ। यहाँ पनि सहर ठाउँमा सबै त्यस्तो बच्चाहरूले चाहिँ विशेष क्षमता भएको बच्चाले केयर पाइरहेछ, तर अझै विशेष गरी गाउँको भेगहरूमा त्यो हामीले इमेजिन पनि गर्न सक्दैनौँ कति गाह्रो हुन्छ उहाँहरूलाई। उहाँहरूले गाउँहरूले सोच्ने क्षमता होइन, सोच्ने तरिकादेखि लिएर बोल्ने कुराहरूदेखि लिएर परिवारले गर्ने बिहेभहरूदेखि लिएर सबै भास्ट डिफ्रेन्स छ। यो चलचित्रमा महिलाको मात्र सिम्पेथी छैन, सबैको सिम्पेथी छ। भोलि चलचित्र हेरेपछि तपाईँहरू आफैले फिल गर्न सक्नुहुनेछ। यसमा ट्रेन चलिरहेछ, यो ट्रेनलाई मैले पनि कतै समातेँ कि जस्तो लाग्छ। लाग्दैन मलाई, लाग्दैन मलाई। यो सब्जेक्टमा एउटा के अरे विषय लिएर फिल्म बनाउनु नै ठुलो कुरा हो। त्यो तपाईँहरूले त्यो प्राउड फिल गर्नु पर्यो कि निताले अटिजम भएको सब्जेक्टलाई लिएर फिल्म बनायो। यो त सोसियल हो नि, यो त सामाजिक हिसाबको फिल्म हो नि त। हामीले त अवेरनेसको लागि फिल्म बनाइरहेछौँ नि। दर्शकलाई इन्टरटेनमेन्ट मात्र होइन, इमोसनल मात्र होइन, रुवाउने मात्र होइन यो काम। यो त अटिजम सम्बन्धी अवेरनेस फैलाउने पनि हो यो चलचित्रले। त्यो कारणले यो चलचित्रलाई फेरि हेर्ने धारणा चाहिँ सबैले अलिक फरक होस् जस्तो लाग्छ मलाई चाहिँ। र रुवाउने कुरा गर्नुभयो, तपाईँ आफ्नो आमा सम्झेर रुनुहुन्न, तपाईँ आफ्नो बुवा सम्झेर रुनुहुन्न, तपाईँ आफ्नो फ्यामिलीको सिचुएसन सम्झेर रुनुहुन्न, तपाईँलाई कनेक्ट हुँदैन? जबरजस्ती रुनु पो रुनु हो त, जबरजस्ती रुवाउन खोज्नु पो रुवाउनु हो त। तर जब तपाईँले चलचित्र पर्दामा कुनै कलाकारले अभिनय गरिरहेछ, जुन चलचित्र सरल तरिकाले बगिरहेछ, तपाईँ त्यसमा कनेक्ट भएर रुनु भनेको त तपाईँ इङ्गेज भएर हो नि त, स्टोरीले गर्दाखेरि हो नि त। त्यो कारणले गर्दाखेरि हामीले यो चलचित्रमा जबरजस्ती कसैलाई पनि रुवाउँदैनौँ। रुनुहुन्छ आफै कनेक्ट भएर रुनुहुन्छ, इङ्गेज भएर रुनुहुन्छ। त्यो कारणले गर्दाखेरि चलचित्र पार्वतीलाई चाहिँ अलिक फरक किसिमले हेरिदिनु होला। पार्वती हेर्दा भ्रममा नपर्नुहोस्, हामी दुवैजनाले न कालीको रूप देखाएछौँ न भैरवको रूप देखाएछौँ। हामी विष्णु र लक्ष्मीका रूपका मान्छेहरू एक आपसको लागि। धन्यवाद सम्पूर्णलाई, थ्याङ्क यू सो मच। यो सोध्नुपर्ने प्रश्न मलाई, यो चिज देख्नुपर्ने मैले देख्नुपर्ने। कुमार दाइलाई धन्यवाद भन्न चाहन्छु म। धन्यवाद। साथ मिलाउनु भयो, झगडा गऱ्यौँ, गाली गऱ्यौँ होइन, उस्तै पऱ्यो त ल हो भन्ने पनि भयो, तर हामीले मिलेर दाजुबहिनीले काम गऱ्यौँ। एकदमै साथ दिनुभयो, एकदमै सपोर्ट दिनुभयो, एकदमै खट्नु भयो र यो चलचित्रको कन्सेप्टलाई मन पराएर कार्यकारी निर्माता शुद्ध हुनुभयो। त्यसको लागि दाइ हृदयदेखि नै धन्यवाद। र अर्को नाम मैले बिर्सिनै नहुने नाम भनेको सुदीप बराल दाई, क्यामराम्यान। अहिले उहाँ हुनुहुन्छ पोखरामा हुनुहुन्छ। सुदीप दाईले धेरै साथ दिनुभएको छ, धेरै सपोर्ट दिनुभएको छ, किनभने म आफै कलाकार, म आफै डिरेक्टर, कति चिजहरू मैले आफैले चाहिँ ह्यान्डल गर्न सक्दैन थियो होला, तर दाईले धेरै भूमिकामा मलाई साथ दिइराख्नु भएको छ। सुदीप दाईलाई धन्यवाद। मेरो साथी रामजी लामिछाने जो कोरियोग्राफर हुनुहुन्छ, हरदम साथ दिइराख्ने, मेरो लागि राम्रो सोच्ने, उसलाई सम्झिन चाहे, उसलाई धन्यवाद। र मेरो चलचित्रभित्रका कलाकारहरू सबैजनालाई सम्झेको छु, स्पेसली दिदी दिपा दिदी भन्नुहुन्थ्यो। दिपा दिदीले नानी हामी सँगै प्रमोसनमा जानुपर्छ, सँगै हिँड्नुपर्छ, हामीले राम्रो गर्नुपर्छ, यो चलचित्रलाई अर्कै टाइपको मुभी छ होइन, तिमीले जुन कन्सेप्ट लिएको छौ त्यो कन्सेप्टलाई हामीले पुरा गर्नुपर्छ, तिम्रो सपना पख न, हामी यसरी गर्छौँ भन्नुहुन्थ्यो कि बिचरा। तर आज घरमा हुनुहुन्छ, बेडमा हुनुहुन्छ, रेस्ट गरिराख्नु भएको छ। निता चाहेर पनि मैले गर्न सकिनँ भन्नुहुन्छ।
दिदीभन्दा ठुलो कुरा त हाम्रो लागि चलचित्र होइन। दिदी केही छैन, चाँडै निको हुनुहोस्, अर्को चलचित्रमा फेरि काम गर्नुपर्छ होइन। दिदीको साथ आशीर्वाद मलाई दिइराख्नु भएको छ र दिपा दिदीलाई मैले एकदमै मनदेखि सम्झिन चाहेँ, धन्यवाद पनि भन्छु। मेरो फिल्ममा बिरामी हुँदा काम गरिदिनु भयो, नितालाई अप्ठ्यारो नपरोस् भनेर आफ्नो अपरेसनभन्दा केही दिन अगाडि नै मेरो डबिङ सकाइदिनु भयो। मलाई यति कोअपरेट गर्नुभयो कि दिदीले। एउटा सच्चा कलाकार चाहिँ दिपा दिदीमा मैले देखेँ र एउटा मेकरलाई कहिले पनि दुःख नहोस् भन्ने फिल मैले दिपा दिदीमा देखेँ। दिदीलाई हृदयदेखि धन्यवाद। तपाईँ जस्तो कलाकार हाम्रो इन्डस्ट्रीमा जन्मिनुपर्छ जस्तो लाग्छ, जसले अरूको भावना बुझोस्। एकदम थ्याङ्क यू सो मच। एकदम कोअपरेट गरेर काम गरिदिनु भयो। कोही कहाँ हुनुहुन्छ, कोही कहाँ हुनुहुन्छ र स्पेसली थ्याङ्क्स चाहिँ अब मैले कसलाई भन्नुपर्छ भने मेरो भाइ अशोकलाई है। थ्याङ्क यू। सायद तिमी नभएको भए यो किरण जस्तो पात्र अरू कोही देखिँदैन थियो होला होइन। सायद तिमीले साथ नदिएको भए पार्वती कम्प्लिट हुँदैन थियो होला। धन्यवाद बाबु, मेरो जीवनमा आयो, मेरो चलचित्रमा आयो, तिमीलाई मैले मेरो चलचित्रमा लिन पाएँ र तिमीमा भएको प्रतिभा मैले निखार्न पाएँ, देखाउन पाएँ। झन् बेटर गर्न सक्छौ तिमीले। मैले भन्छु नि, हरेक इन्टरभ्यूमा भन्छु कि अशोक माथि भएको हेर्न पाऊँ, हामी भन्दा नि माथि, धेरै माथि, कि ओहो भाइ गुड भन्न पाऊँ, प्राउड फिल गर्न पाऊँ। यो सक्सेस उसले चुमोस्। त्यति भन्दै थ्याङ्क यू गजीजी। गजीजी तपाईँलाई धेरै धेरै धन्यवाद। जहिले पनि मेरो तारिफ गरिराख्ने दाइलाई मनैदेखि धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू सो मच एभ्रिवान। तपाईँहरूलाई केही सोध्नु छ भने प्लिज फटाफट सोधौँ। रोयल भीमसेनलाई पनि राम्रो पोस्टर बनाएर प्रभाव बनाएको रोयल भीमसेनलाई। रोयल भीमसेनजी, तपाईँको जुन पोस्टरको डिजाइनले आज पार्वतीको यो लेभल छ, यो हाइट छ, त्यसको लागि धेरै धेरै तपाईँलाई धन्यवाद। र मैले नाम लिनै पर्छ अर्को, मैले बिर्सिन्छु नि, एलिसजी हाम्रो बिजिएममा हुनुहुन्छ, जसले राम्रो म्युजिक गर्नुभएको छ, ब्याकग्राउन्ड म्युजिक, उहाँलाई पनि धन्यवाद। र टेक्निसियनमा सम्पूर्णलाई, सायदजीलाई त मैले फर्स्ट धन्यवाद भनिहालेँ। र हाम्रो मामा बाट चाहिँ हामीलाई रुवाउने भयो अशोक दर्जी। अब अशोक ट्रेलरमै त हामी रोयौँ, अब फिल्म हेर्दा कति रुने हौँ। अबका लागि अशोकका कुरा सुनौँ। ओके, सबैजनालाई धेरै धेरै धन्यवाद। तपाईँहरूलाई ट्रेलर कस्तो लाग्यो? अब किरणको भूमिका राम्रै निभाए जस्तो लागेको छ। यो यस्तो मैले जुन प्रस्तुति गरेको छु त्यसको लागि चाहिँ स्पेसल थ्याङ्क्स चाहिँ निता दिदीलाई। निता दिदीले मलाई राम्रो ट्रेन गर्नुभयो होइन। मैले मेरो भित्रको क्षमतालाई राम्ररी प्रस्तुति गरेर आज ट्रेलरमा यस्तो राम्रो निक्लेको छ। त्यसको लागि दिदीलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो हरिहर सरलाई धेरै धेरै धन्यवाद। हाम्रो शङ्कर सरलाई, उहाँहरू हाम्रो टिम एकदमै हार्डवर्क गरेको छु होइन। मैले त केही गरेको छुइनँ, म त भनेको टाइममा पुगेर काम गरेको छु, तर उहाँहरूको धेरै नै मेहनत लागेको छ। किनकि मैले त अहिलेसम्म उहाँहरूसँगै हिँडिरहेको छु, देखिरहेको छु मैले उहाँहरूको कुदाइ। हिजो राति पनि खबर आइरहेको थियो 3-4 बजे जानुभयो अरे होइन। एकदम यति दुःख गरिरहनु भएको छ होइन, न निन्द्रा न भोक न केही होइन। पक्कै पनि सबै दर्शकले माया गरिदिनु होला, स्पेसल मलाई पनि माया गरिदिनु होला। अहिले म जुन टाइममा गुज्रिरहेको छु यो त मेरो यो सेकेन्ड काम हो। अनि त्यही काम भएर पनि मैले एकदमै मेहनत गरेको छु। अनि सबैजना पत्रकार दादा दिदीहरूलाई पनि के भन्छु भने एकदमै धेरै दर्शकको माझमा पुर्याइदिनु होला। यो फिल्म हेर्नै पर्ने खालको मुभी हो होइन। यही नै भन्न चाहन्छु, केही धेरै बोल्यो भने माफ गरिदिनु होला। थ्याङ्क यू। प्यारी मान्छे निता ढुङ्गाला। धन्यवाद दाइ, मलेदेखि धन्यवाद। यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ, हाम्रो सबै साथीहरू, मिडियाकर्मीहरू, सबैजनालाई हृदयदेखि नै धन्यवाद। हाम्रो निमन्त्रणालाई स्वीकारेर यहाँ आइदिनु भयो। र अब म बोल्नु भन्दाखेरि पनि तपाईँहरूले सोध्ने अनि मैले क्वेसनको एन्सर दिने जस्तो लाग्छ मलाई। चलचित्र त बोल्ने समय भनेको भदौ 12 गते हो, तर टिजर अनि हजुरको गीत र ट्रेलरले तपाईँहरूलाई कस्तो भान दियो, के दियो, तपाईँहरूलाई चाहिँ सोध्न चाहेँ। तपाईँहरूलाई ट्रेलर कस्तो लाग्यो? दामी दामी।
राम्रो थ्याङ्क यू सो मच। यो ट्रेलर हाम्रो साहिल खानजीले काट्नु भएको हो। यो कि हामीले स्टोरीभन्दा बाहेक र एउटा लाइन एउटा बाहिरभन्दा बाहेक हामी जाँदैनौँ। हामीले यो ट्रेलरलाई फिल्मी बनाउन खोजेनौँ र फिल्मी पनि छैन। भावना छ, सम्बन्ध छ, एउटा गहिरो स्टोरीमा बगेको चलचित्र छ। दर्शकमा त्यसरी नै पुगोस् भनेर हाम्रो टिमले सल्लाह गरेर यो किसिमको ट्रेलर हामीले बनाएका छौँ र सम्पूर्ण अब दर्शकलाई कस्तो लाग्छ अब अहिले OSR डिजिटलबाट रिलिज हुन्छ र यहाँ बस्ने सम्पूर्ण पत्रकार मित्रहरूले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ, त्यसको लागि हृदयदेखि नै धन्यवाद। र मैले थ्याङ्क्स भन्नै पर्ने व्यक्तिहरू मेरो टिम, इन्टायर टिम, चलचित्र पार्वतीको, स्पेसली मेरो श्रीमान, किनभने श्रीमतीको हरेक सपना पुरा गर्ने मेरो लागि भगवान् होइन। तिमी गर म छु साथमा भन्ने र आज म यति खुसी छु कि किनभने चलचित्र पार्वती मेरो सपना हो र त्यो सपनालाई मैले पुरा गर्न पाएँ र त्यसमा मेरो श्रीमान हरिहर अधिकारीज्यूको ठुलो 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 हात छ, साथ छ। सायद उहाँ नहुनु भएको भए यो सपना मैले पुरा गर्न पाउँदिनँ थिएँ। र त्यस पछाडि भनेको शङ्कर दाई,